हेलो वेलकम छ फेरि सबैजनालाई मेरो भिडियोमा। फेरि पनि आज एउटा भिडियो बनाउन गइरहेको छु म। हल्का पार्कतिर यहाँ चाहिँ घुम्न आएको भनौँ। घुम्नु पनि एक्लै आएको, अब घुम्नलाई साथी पनि कोही नभएर टेन्सन भइरहेको छ घुम्ने साथी नभएर। यहाँ एक्लै हेर्नु न, यस्तो ठाउँमा चाहिँ घुम्न आइरहेको छु म होइन। तपाईँहरूलाई म ब्याकग्राउन्ड सिन देखाउँछु। अभी मजा आएगा ना भिडियो सरी घुमाएर पुरा देखाउँछु म तपाईँहरूलाई। दामी छ नि त, बबाल छ नि त, बबाल छ। हेर्नुहोस्, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो तेस्रो भिडियो हो होइन। अब मैले पनि अब 2-3वटा भिडियो त बनाइसकेँ। लाज हुन्छ कि मलाई चाहिँ फेरि यो भिडियो बनाउने भनेपछि चाहिँ अब कहिले बनाएको थिएन र नि। अब पहिलोचोटि नै हो, हल्का ट्राई गर्नु पऱ्यो भनेर म पनि अब भिडियो बनाउनु। अब कति लजाउनु भनेर के मान्छेमा फेरि अलिक लजालु छु कि। लजालु भएपछि अलिकति गाह्रो हुन्छ क्या। अब मान्छेहरूले देख्ला कि मान्छेले के भन्ला कि भन्ने टेन्सन हुन्छ मलाई चाहिँ होइन। अब तपाईँहरूलाई चाहिँ अब कस्तो लाग्छ मलाई पनि थाहा भएन होइन। यसो कमेन्ट गर्नु पऱ्यो तपाईँहरूले। मेरो भिडियो मनपर्छ पर्दैन, तपाईँहरूलाई मन पर्दैन भने मन पर्दैन भन्न सक्नुहुन्छ है त। प्रतिक्रिया चाहिँ दिनु पऱ्यो भनौँ। ठिकै छ, राति उदियो भर्खरै अब ड्युटी सकेर आएको भनौँ रुममा। अलिकति